चार गुरु संसार में, धर्मदास बड़े अंश, मुक्ति राज लिख दीनिया, अटल बियालिस बंस। गुरु का महिमा अनंत है, मोसो कहीं न जाए, तन मन धन को सौंपी के चरणों रहे समाए। मेरो हृदयको आराध्य परम पूज्य पंथ श्री हुजूर प्रकाश मुनि नाम साहिब, परम पूज्य पंथ श्री हुजूर उदित मुनि नाम साहिब, चार गुरु वंश 42 को पावन चरण कमलमा हृदयबाट सतसत नमन बन्दगी अर्पण गर्दछु। साथै मेरो पूज्य गुरु साहेबको पावन चरण कमलमा पनि यहाँबाट सुरतको बन्दगी टक्राउँदछु। अनि आजको यस सत्संग सभामा उपस्थित रहनुभएका हाम्रो सद्गुरु कवीर साहेबको नेमी प्रेमी भक्तगण, जसमा हाम्रो यहाँ मण्डली साहेब, देवानीमाई साहेब, पुजारी साहेब, भण्डारी साहेब, रमाइनी गायकहरू, साथै यस स्थानका महिला मण्डल, बच्चा मण्डल, केडी मिसनका साहेब माई साहेबहरू सबैलाई म विनम्र हृदयबाट बन्दगी टक्राउँदछु। सप्रेम साहेब बन्दगी साहेब। आहाली सन्त समाज, नेपाल आहाली सन्त समाजको आनन्दी चौका आरती अति आनन्दपूर्वक हिजो सम्पन्न भइसकेको छ र आज यो अति हाम्रो सौभाग्यले मात्र प्राप्त हुने सत्संग सभामा हामी उपस्थित भएका छौँ। यो हाम्रो भाग्यले प्राप्त भएको हो र धेरै जिज्ञासाहरू, इच्छाहरू सबैमा हुन्छ र हामी सबै नै सद्गुरु कवीर साहेबको एउटा अनुयायी हौँ। हामीलाई सबैलाई प्रेम छ साहेबप्रति, आफ्नो पन्थप्रति प्रेम छ। यही कुरा अघि हाम्रो पूजनीय दाजु साहेब नेपालधन साहेबले पनि राख्नुभयो। साहेबप्रतिको लगाव भक्ति हुँदाहुँदै पनि अब पन्थको लागि है भेला भएर कुनै सत्संग कार्यक्रम इत्यादि गर्न असमर्थ छौँ भन्ने कुरा उहाँले गर्नुभयो। ठिकै हो, हामी समर्पित छौँ। हामी सबैलाई साहेबप्रतिको प्रेम छ, साहेबमा विश्वास पनि छ। तर त्यति मात्रै भनेर हुँदैन, हाम्रो आफ्नो कर्तव्य पनि हुन्छ र हामी साहेबलाई प्रेम गरे तापनि हामीबाट धेरै चुक भइरहेको हुन्छ। जुन चाहिँ भुलचुक चाहिँ हामीलाई कसले देखाउनुहुन्छ मार्ग भन्दा सद्गुरुले देखाउनुहुन्छ र हामी आफैलाई साँचै मार्गमा हिँडेको जस्तो लाग्छ, अघि ठिकै गरिरहेको जस्तो लाग्छ। जान्दा जान्दै पनि कतिपय गल्तीहरू हामी गरिरहेका हुन्छौँ र यो गल्तीहरूबाटै हामीलाई छुटकारा दिलाउन लागि चाहिँ सद्गुरु आउनुहुन्छ यस संसारमा र सद्गुरुले हामीलाई सत्मार्ग देखाउनुहुन्छ। र हाम्रो सद्गुरु को हुनुहुन्छ भन्दाखेरि गुरु साहेब म त होइन, सद्गुरु त कवीर साहेब हुनुहुन्छ। म त एउटा साहेबको कर्मचारी जस्तो, हजुर साहेबको एउटा कर्मचारी जस्तो यहाँ आएर चौका आरती गरेर साहेबको एक दुईवटा वचन भनिदिने मात्र हो। तर सद्गुरु चाहिँ हाम्रो सद्गुरु कवीर साहेब हुनुहुन्छ, वंशगुरुहरू हुनुहुन्छ र उहाँहरूले नै हाम्रो कष्ट निवारण गर्नुहुन्छ, हाम्रो गल्तीहरूलाई सुधार्ने प्रयास गर्नुहुन्छ र बेला बखतमा हामीलाई अलिक कडा शब्दमा पनि सद्गुरुहरूले बताउनुहुन्छ ताकि हामीले हाम्रो गल्तीलाई चाहिँ सुधारेर लैजान सकौँ। र त्यस्तै धेरै गल्ती हामीबाट हुन्छ र जुन चाहिँ हाम्रो पन्थ छ, यो पन्थको जुन चाहिँ हामीलाई पन्थ प्राप्त भएको चाहिँ हाम्रो सौभाग्यले मात्र प्राप्त भएको, सद्गुरुको कृपाले यो पन्थ हामीलाई प्राप्त भएको। त्यसले गर्दा हामी पन्थमा बसेर हामी साहेबलाई प्रेम गर्छौँ, भक्ति गरिरहेका छौँ। तर हामीले यो साथसाथ हाम्रो कर्तव्यलाई पनि हामीले चिनेको हुनुपर्छ, कर्तव्यलाई जानेको हुनुपर्छ है। त्यसले गर्दा हामी धेरै अगाडि बढ्नुपर्छ अझै। त्यसै केडिबी मिसन पनि यहाँनिर हाम्रो पन्थ श्री उदित मुनि नाम साहेबले एसकेडिबी मिसन भन्छ अहिले, सद्गुरु कवीर धर्मदास वंशावली मिसन पनि त्यसै यो सङ्गठन उहाँले बनाउनु भएको होइन। र यही पन्थ प्रचारको निम्ति आफ्नो जुन चाहिँ जिम्मेवारीहरू छ, दायित्वहरू छ, त्यसलाई पूर्ण
गराउनु लागि नै यो नियम पनि यो मिसन पनि साहेबले हामीलाई तयारी पारिदिनु भएको हो। धेरै कुराहरू चाहिँ हामीले बुझ्नु जान्नु अझ है। र म के भन्न चाहन्छु भनेदेखिलाई हाम्रो सबैभन्दा ठुलो कर्तव्य हो सद्गुरु कवीर साहेबको जुन चाहिँ उपदेशहरूलाई हामीले आफ्नो जीवनमा धारण गर्नै पर्छ। पन्थको नियमलाई हामीले पालन गरेकै हुनुपर्छ। अब हाम्रो पन्थको सार त के हो? अब पन्थको सार हो जीव दया, जीवमा भरपूर दया हुनुपर्छ। सद्गुरु कवीर साहेबको वचन छ। र यो जुन चाहिँ हाम्रो पन्थ छ जीव दया करुणामा आधारित यो पन्थ हो कवीर पन्थ भनेको। र सबैभन्दा हाम्रो ठुलो कर्तव्य चाहिँ जीवप्रति चाहिँ हाम्रो दया होस्। जीवप्रति, जीव भन्नाले सबै मनुष्य चोला त आयो, सबै पशु प्राणीमै हाम्रो दया हुनुपर्छ। जानी जानी हामीबाट पशुप्रति कुनै निर्दयतापूर्वक कार्य हामीबाट हुनु हुँदैन। हामीबाट जानी जानी हिंसा भएको हुनु हुँदैन। र धेरैचोटि मैले यो छिन्ताङ क्षेत्र नेपाल क्षेत्रमा जीवदयाको बारेमा भनेको छु। उहिले बाख्रा पाल्ने चलनहरू थियो। त्यस बारेमा हाम्रो गुरु साहेबले पनि भन्नुहुन्थ्यो पाल्नु हुँदैन कवीर पन्थले। एकदमै हुँदैन भनेपछि यो त नहुने कुरा हो। त्यसले गर्दा थप गरेर मैले पछि यो कुराहरू पनि राखेँ। अब धारापानीतिर म जानु सक्दिनँ, कति ठाउँ छपौलीहरूतिर यता म जानु सक्दिनँ, अब देखिँदैन होइन। जहाँ देखिन्छ सुनिन्छ त्यो ठाउँमा गएर मैले एकदम प्रष्ट रूपमा बताइदिएको छु। र यो मेरो आदेश होइन, किन साहेबले भन्नुहुँदैछ जीव दया गर्नु पहिलो 1 नम्बरमा, त्यहाँदेखि मात्रै हाम्रो पन्थको अरू कर्तव्यहरू सुरु हुन्छ। 1 नम्बरमा चाहिँ जीव दया आउँछ। करुणा, दया, क्षमा यो चाहिँ हाम्रो पन्थको सार हो, बुनियादी विषय हो हाम्रो पन्थको। त्यसले गर्दा जीव दया और आत्म पूजा केडी मिसनमा यहाँ लेखिएको छ नि त, जीव दया और आत्म पूजा। साहेबले किन दिनुभयो केडी मिसन? पहिला त त्यही कुरा भन्नुहुन्थ्यो जीव दया। त जस्तै यस्तो पन्थदेखि बाहिर जस्तै बाख्रा पाल्ने चलनहरू थियो हाम्रोमा, अब यो धेरै हटेर गएको छ। अब मैले कतिसम्म गरौँ यो कुरा होइन? अब म त सक्दिनँ हरेक ठाउँ जानु। र यो सबैको दायित्व हो भनेर नै यो मिसन पनि तयारी पारिदिनु भएको साहेबले कि आफ्नो आफ्नो क्षेत्रमा। अब दामाखेडाबाट त कहाँ कसो हुँदैछ देख्नु सक्नुहुन्न नि त उहाँहरूले। त्यसले गर्दा थुमथुममा हरेक गाउँमा मसिनो गाउँसम्म दामाखेडासँग डाइरेक्ट कन्ट्याक्ट होस् भनेर नै यो मिसन तयार पारिदिएको, ताकि सानो गाउँमा पनि कवीरपन्थी भएको सानो गाउँमा पनि कुनै हत्या, हिंसा होइन, नराम्रो मदिरापान सेवन त्यस्तो खालको कुनै गतिविधि भइरहेको छ भनेदेखिलाई चाहिँ एसकेडिबी मिसन, महिला मण्डल, नवयुवक मण्डलहरू जस्तो सङ्गठनहरू मिलेर चाहिँ त्यो स्थानलाई चाहिँ सही मार्ग देखाउन सकोस् भनेर नै यो मिसनहरू मसिनो सङ्गठनहरू साहेबले तयार पारिदिनु भएको हो। र हामी कवीरपन्थी भएर है हामीबाट जीवदया चाहिँ पहिलो नम्बरमै हुनुपर्छ। र कवीरपन्थ हुँदाखेरि धेरै नियमहरू छ। दीक्षा लिनु पर्यो नि त। कुनै पनि सम्प्रदायको धर्मको एउटा हिस्सा बन्नु लागि हामी पहिला शिष्य हुनु पर्यो। र कवीरपन्थमा पनि गुरु शिष्यको एउटा नियम छ। त्यो नियममा चाहिँ दीक्षा मन्त्र जब गुरुले श्रवण गराउँछ तब चाहिँ हामी कवीरपन्थी, वास्तविक कवीरपन्थी भन्छौँ। अब गुरु दीक्षा नलिकन कवीरपन्थी बन्नु सकिँदैन। त्यसले गर्दा 5 नाम चाहिँ दीक्षा मन्त्र हो। र यो 5 नाम चाहिँ यदि हामी कण्ठी लाएपछि कवीरपन्थी हो भनेदेखिलाई चाहिँ 5 नाम कण्ठस्थ भएको हुनुपर्छ। सबैलाई गुरुले सोद्धा चाहिँ 5 नाम चाहिँ भन्नु सक्नुपर्छ, किनभने यो हाम्रो सार नाम हो, गुरु दीक्षा मन्त्र हो। गुरुले प्रथमचोटि हामीलाई कवीरपन्थमा है ल्याउँदाखेरि चाहिँ दिनुभएको मन्त्र हो। त्यसले गर्दा यसको धेरै महत्त्व हुन्छ र चाहिँ जहीँ तहीँ यसलाई भन्नु हुँदैन भनेको चाहिँ त्यसको महत्त्व बसोस् होइन। त्यो आफ्नो लागि हो नाम, किनभने सबैलाई दिएको हुन्छ, आफ्नो आफ्नो निम्ति हुन्छ त्यो नाम, महत्त्वको लागि चाहिँ दिएको। जहीँ तहीँ भनिहेर्यो भनेदेखि त्यसको महत्त्व रहँदैन। यो दीक्षा मन्त्र हो। दीक्षा मन्त्र सुनेपछि चाहिँ पूर्ण शिष्य बन्छ ऊ, गुरु पनि पूर्ण बन्छ। त्यो दिएपछि, दीक्षा मन्त्र दिएपछि शिष्य पनि त्यो दीक्षा मन्त्र लिएपछि पूर्ण शिष्य बन्छ। तर त्यहाँदेखि उता धेरै कर्तव्य छ शिष्यको। पहिलो नम्बर त त्यो जुन चाहिँ दीक्षा मन्त्र छ 5 नाम त्यसलाई कण्ठस्थ गरेको हुनुपर्छ। अनि हर क्षण हर घडी त्यो जाप गरेको हुनुपर्छ आफूले। म जहिले पनि भन्छु, गाडीमा ट्राभल गर्दा होस्, घाँसहरू काट्दा होस्, भाँडा माझ्दा होस्, घर बढार्दा होस्, हरेक क्षण नै त्यो जाप त हामी गर्न सक्छौँ, मुखले त भन्नु परेन त्यो,
मनमा हामीले मनमा नै त्यो सुमिरनको हामीले स्मरण गर्न सक्छौँ। त्यसलाई अजापाजाप भन्छ। र जहीँ तहीँ नभन्नुको तात्पर्य यो हो कि जहीँ तहीँ जसलाई पाए त, किनभने गुरुले दिने कुरा हो नि त यो, गुरुलाई मात्रै यो दिने अधिकार छ शिष्यप्रति। किनभनेदेखिलाई यो मन्त्र चाहिँ सद्गुरु कवीर साहेबले धनी धर्मदास साहेबलाई दिनुभएको, स्वयं सद्गुरु कवीर साहेबले सेम यो जुन चाहिँ तपाईँले प्राप्त गर्नुभएको छ 5 नाम, त्यही मन्त्र चाहिँ धनी धर्मदास साहेबलाई बाँधोगढमा दिनुभएको यो दीक्षा मन्त्र हो, जो चाहिँ कवीर पन्थको नियममा कवीर साहेबले लगाइदिनु भयो, ताकि गुरुले पूर्ण शिष्य प्राप्त गरोस् अनि शिष्यले पूर्ण गुरु प्राप्त गरोस् भनेर एउटा शिष्यत्व धारण गर्नुको निम्ति चाहिँ यो 5 नाम दीक्षा मन्त्र दिनुभएको हो। अनि यो दीक्षा मन्त्र सुनाउने अधिकार केवल कडिहार गुरुहरूको हुनुहुन्छ। अन्त यहाँ बैरागी साहेबहरूले त्यो दिनु सक्नुहुन्छ। त्यसले गर्दा आफूले अरूलाई दिने यसमा कुनै त्यो प्राप्त गरेको हुँदैन, त्यो अथोरिटी प्राप्त गरेको नभएकोले गर्दा त्यसलाई जहीँ तहीँ सुनाउनु हुँदैन, किनभने एउटा नियम छ यसको। त्यसले गर्दा जहीँ तहीँ सुनाउनु चाहिँ यो राम्रो हुँदैन। तर यसको जुन चाहिँ यो 5 नामको जुन चाहिँ रहस्य छ, यसको अर्थ छ, यो अर्थलाई आफ्नो भाषामा बताउँदा केही छैन। तर जुन चाहिँ मन्त्र जस्ताको तस्तै चाहिँ कसैलाई सुनाउने अधिकार छैन। र यो मन्त्र जुन चाहिँ सुमिरन छ, यो सुमिरनलाई हामी सबैले बुझेको पनि हुनुपर्छ। अब सत्पुरुषको सृष्टिमा है विभिन्न लोकहरू निर्माण भयो, विभिन्न अंशहरू निर्माण भयो। पाताले शब्द सिन्धु नाम भन्ने साहेबको अंश छ, जलरङ्ग पुरुष भन्ने अंशहरू छ, आकाशे अदलिनी नाम भन्ने साहेबको अंशहरू छ। उहाँ अंशहरूको नामलाई यहाँनिर हालेर 5 वटा नाम चाहिँ 5 नाम चाहिँ प्रदान गर्नुहुन्छ गुरुहरूले। र यसको यो चाहिँ एउटा सङ्केत हो। यो 5 नाम कुनै मन्त्र त हो, तर यो मन्त्रले चाहिँ एउटा साङ्केतिक मात्रै हो। यो 5 नाम मुखले एकदम फटटट भनेर आफूलाई कल्याण हुन्छ भन्ने होइन, त्यसलाई बुझेर आफूले त्यो शक्तिलाई ध्यान गर्नु, सुमिरन गर्नु चाहिँ यसको उद्देश्य हो। र 5 नाममा त के भन्छ, 5 वटा नाम दिनुभएको छ यहाँनिर। अनि जसले यो नाम जाप गर्छ उसको चाहिँ बेडा पार हुन्छ, उसले साहेबलाई प्राप्त गर्नु सक्छ भनिएको छ नि त यहाँनिर। भ्रमहरू भगाइदिन्छ यो नामको जापले भनेर यो सुमिरनमा भनिएको छ। र यो सुमिरनमा चाहिँ यही भनिएको छ, परमात्मा हुनुहुन्छ जो चाहिँ आदि पुरुष हुनुहुन्छ। कसैलाई उहाँको सुरुवातै भएन, उहाँ हमेसा हुनुहुन्थ्यो हैन, त्यो शक्ति परमात्मा हो। दोस्रोमा भनेको छ कहिले पनि परिवर्तन हुँदैन यो शक्ति, जो चाहिँ घटघटमा छ, कहिले परिवर्तन नहुने, कहिले नजन्मिने र कहिले विकास नहुने। आकाशमा पनि छ त्यो शक्ति, पातालमा पनि छ, व्याप्त छ, सर्वव्याप्त छ त्यो शक्ति, सबैलाई सञ्चालन गराइरहेको छ त्यो शक्तिले। र त्यो शक्तिलाई चाहिँ तिमीले चिन्नुपर्छ भनेर चाहिँ यो नामले भनेको छ। र यो दीक्षा मन्त्रको रूपमा धन धर्मदास साहेबलाई सद्गुरु कवीर साहेबले दिनुभएको थियो। यो मन्त्रको उच्चारण गरेर अरूलाई सुनाउने अधिकार सबैको छैन, गुरु साहेबहरूको अधिकार हुन्छ। त्यसले गर्दा यो जहीँ तहीँ नसुनाइएको हो। तर यसको अर्थ बुझेर परमात्माको जुन चाहिँ अस्तित्व छ, त्यो अस्तित्वको बारेमा सबैलाई भन्नु चाहिँ सक्नुपर्छ। परमात्मा आदि पुरुष हुनुहुन्छ, अजर हुनुहुन्छ, अमर हुनुहुन्छ। चाहे पातालमा होस्, चाहे आकाशमा होस्, धरतीमा होस्, सर्वव्यापी परमात्मा हुनुहुन्छ। र त्यो परमात्मा तिमीमा पनि छ, ममा पनि छ, कण कणमा छ, हरेक वस्तुमा छ। बाख्रा, कुखुरा, भेडा, जति पनि 84 लाख योनिहरू छ, सबैमा त्यो परमात्माको अंश छ। त्यसले गर्दा यो चिज सञ्चालित भइरहेको छ। र त्यो अंशलाई चाहिँ हामीले चिन्नुपर्छ, जो चाहिँ हामीभित्र पनि छ। त्यसले गर्दा हामी सबै जीवलाई पनि दया गर्नुपर्छ, किनभने त्यहाँभित्र परमात्मा छ। यो सन्देश चाहिँ हामीले अरूलाई सुनाउन सक्छौँ। तर जस्ताको तस्तै त्यो मन्त्र सुनाउनुको कुनै जरुरत पनि छैन एक त हैन, अन्त यसको अधिकार पनि छैन। र 5 नाम 4 वर्ष अगाडि सायद तपाईँले श्रवण गर्नुभएको होला। कतिले सुन्नुभएको छैन भनेदेखिलाई तपाईँले गुरु दीक्षाको रूपमा यो सबैले श्रवण गर्नुपर्छ र यसलाई बुझेर जाप गर्नुपर्छ। किनभने जुन शक्तिले हामीलाई चलाइरहेको छ त्यो शक्ति हामीमा छ नि त। अनि त्यो शक्ति चाहिँ के होला हैन? यो शरीर बुढो हुन्छ, एक दिन जन्मिन्छ, बुढो हुन्छ, मरेर जान्छ, घाँस फुस माथि पलाउँछ, मुनि गाडेपछि हैन, जलायो भने खरानी भएर कता कता बगाइन्छ। तर त्यो त शरीर जल्यो नि, तर त्यसलाई चलाउने शक्ति जुन चाहिँ निस्केर गयो त्यो कहाँ जान्छ, त्यसको स्थान कहाँ छ हैन? त्यो चिजलाई चाहिँ बुझ्नुपर्छ। त्यो हामीभित्रै छ र त्यो चेतनाको रूपमा हामीमा छ। र त्यो चाहिँ यो संसारमा अहिले
हाम्रो स्वरूप लिएर आएको छ र अहिले हाम्रो स्वरूप हामीभित्र छ। हामीले चाहिँ अहिले साहेबको वाणी वचनलाई आफ्नो जीवनमा उतारेर जीवदया आत्मपूजाको भावना लिएर सबैलाई प्रेम गरेर अहङ्कार रहित भएर आफ्नो जीवन बिताएर सद्गुरु कवीर साहबको भक्तिमा लिनुभयो भनेदेखिलाई यो भित्र हामीभित्र जुन चाहिँ शक्तिले चलाइरहेको छ परमात्माको अंश, त्यो अंश चाहिँ आफ्नो ठिक ठाउँमा पुग्छ। नत्र फेरि यो विभिन्न 84 लाख विभिन्न पशु प्राणी भएर यो संसारमा जन्मिनुपर्छ। र नामको ठुलो महिमा छ। यो नाम जाप गर्दा 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 जुन चाहिँ आफ्नो स्वरूप छ, आफूभित्र परमात्मा छ, त्यसको बोध आफूलाई हुन्छ। जब त्यसको बोध हुन्छ त्यहाँदेखि हामीलाई संसारको लोभ लालच लाग्दैन। आफ्नो मान्छे अरू मान्छे केही फरक पर्दैन। धन दौलतको पनि हामीलाई कुनै मोह हुँदैन। जब हामीलाई त्यो जाप गर्दा गर्दा आफ्नो स्वरूपको थाहा हुन्छ। आफ्नै स्वरूपलाई प्राप्त गर्नु लागि नै वास्तवमा यो नाम स्मरण चाहिँ गर्नुपर्छ। हामीले घरिघरि स्मरण गर्दा 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 म को हो भन्दा भन्दा त्यो सुमिरन गर्दा गर्दा म त यस्तो पो रहेछु, म त साहेबको अंश रहेछु, मलाई त त्यही ठाउँमा पुग्नुपर्ने रहेछ भन्ने जब साँच्ची नै आफूलाई बोध हुन्छ, त्यहाँदेखि आफूलाई न त लोभ लाग्छ, न त क्रोध आउँछ, न त अहङ्कार आउँछ। त्यहाँदेखि अहङ्कार मुक्त जुन चाहिँ शरीर हुन्छ त्यो व्यक्तिको मन सफा हुन्छ, चोखो हुन्छ। जो व्यक्तिको मन चोखो हुन्छ उसको आत्मा शुद्ध हुन्छ र शुद्ध आत्मा मात्रै परमात्माको हुनसक्छ। नभए यही संसारमा अशुद्ध छ संसार त, हैन? अशुद्ध संसारमै यो आउँछ। किनभने त्यो पवित्र भएको भए पो पवित्र स्थानमा जानु सक्छ र यही संसारमा घुमिरहन्छ। त्यसले गर्दा 5 नामको महत्त्वलाई बुझ्नुपर्छ। सबैलाई भन्नु हुँदैन है, तर यसको कण्ठस्थ गर्नुपर्छ। यो जाप गर्ने कुनै समय हुँदैन। राति 12 बजी गर्दा पनि भयो, हिँड्दा पनि भयो, डुल्दा भयो। बिहान र बेलुका पूजा गर्दाखेरि त अब गर्नै पर्यो। अनि अर्को कुरा, हामीले नित्य जुन चाहिँ हाम्रो कर्म छ त्यो हामीले गर्नैपर्छ। नानीहरूलाई विशेष भन्न चाहन्छु। अन्त युवा साहेबहरू व्यस्त हुनुहुन्छ जोहरू, उहाँहरूलाई पनि भन्न चाहन्छु, बिहान बेलुकीको जुन चाहिँ हाम्रो सन्ध्या पूजा गर्छौँ साहेबलाई, त्यो चाहिँ नितान्त आवश्यक छ हाम्रो गृहस्थको लागि। त्यो टाइम किन साहेबले बनाइदिनु भयो भन्दाखेरि हाम्रै निम्ति, हामी जो व्यस्त रहन्छौँ नि उहाँहरूकै निम्ति साहेबले एउटा सिस्टम बनाइदिनु भयो। बिहानको सन्ध्या र बेलुकीको सन्ध्यामा चाहिँ हामीले साहेबको नाम स्मरण गर्नैपर्छ। 5 नाम त जाप गर्नै पर्यो र साहेबलाई धन्यवाद दिनु पर्यो, कृतज्ञता अर्पण गर्नु पर्यो। यत्रो राम्रो सुन्दर शरीर साहेबले हामीलाई दिनुभएको छ, यत्रो विवेक दिनुभएको छ, यत्रो कबीर पन्थ जस्तो पन्थमा को अधिकारी बन्ने एउटा अवसर दिनुभएको छ। त्यसले गर्दा साहेबको पूजा भनेको साहेबको महिमा गाउनुपर्छ हामीले बिहान र बेलुकी। कहिले पनि यो बिहान र बेलुकीको पूजा चाहिँ हामीबाट छुट्नु हुँदैन। यो कुरा हामीले याद गर्नुपर्छ। तर हामी व्यस्त छौँ। 5 प्रहर धन्दा गए, साहेबले भन्नुभएको छ 5 प्रहर 8 प्रहर हुन्छ दिन र रात गरेर, 24 घन्टा हुन्छ। 5 प्रहर त हामी सुत्छौँ अरे, 5 प्रहर चाहिँ हामी कामदाम गर्छौँ अरे, 3 प्रहर चाहिँ हामी सुतेर बिताउँछ अरे। अन्त एकछिन पनि साहेबको नाम लिन फुर्सद छैन, त्यसरी त मुक्ति हुँदैन भनेर सद्गुरु कवीर साहेबले भन्नुभएको हो। हामीलाई झकझकाउनु हुँदैछ, हामी त्यस्तै छौँ। आफूलाई हेर्नुहोस् न, सबै त व्यस्त छौँ। हेर्नुहोस्, अब 1 वर्षमा चौका लाग्छ र पनि व्यस्त भएर कति अब साँच्ची नै छ व्यस्तता, सत्सङ्गमा बस्नु सक्नु भएन, कति त अब चौकामा पनि आउनु सक्नु भएन। त्यही साहेबले भन्नुहुन्छ 5 प्रहर धन्दा गए, 3 प्रहर गया सोई, 1 प्रहर हरिनाम बिना मुक्ति कहाँ से होई। एकछिन साहेबको लागि समय त छैन। यत्रो शरीर, यत्रो राम्रो है हामीलाई शरीर दिनुभयो, यति ज्ञान दिनुभयो र पनि हामीलाई साहेबको लागि एकछिन पनि समय छैन भनेदेखिलाई हाम्रो मुक्ति कसरी हुन्छ। त्यसले गर्दा यो काम त बाँचिन्जेल मात्रै हो। मरेर गएपछि के काम, के आफ्नो केही पनि रहँदैन। जब हाम्रो सास जान्छ, लास्ट अन्तिमचोटि जुन चाहिँ सास फेर्छु त्यो गएपछि घरिघरि त्यो सास हामी फेर्न सक्दैनौँ। गयो घरिघरि पटकै आउँदैन त्यो सास फर्केर। गएकै अब त्यो सास फेरिँदैन, गयो हुन्छ हैन। जब त्यो सास जान्छ अन्तिमचोटि, त्यहाँदेखि न त हाम्रो शरीर आफ्नो हुन्छ, न त यो घर आफ्नो हुन्छ, न त काम जुन चाहिँ हाम्रो व्यस्त काम भन्छु नि, न त त्यो काम हाम्रो काम रहन्छ हैन। हाम्रो व्यवसाय, काम, तेरो मेरो सबै त्यहीँ छोडिराख्छौँ हामीले। त्यसले गर्दा यो शरीरको कुनै भरोसा पनि त छैन। भरोसा नभएको शरीरको लागि हामी कार्य गर्दाखेरि परमात्मालाई कसरी बिर्सिनु। सब कुछ साहेबले दिनुभएको छ, कुनै भरोसा छैन यो जीवनको। त्यसले गर्दा चाहिँ अन्तिम श्वास आउनुभन्दा अगाडि नै हामीले आफूलाई चिनौँ है, नाम स्मरण गरेर आफ्नो भित्रको शक्तिलाई जगाउँ। भरपुर शक्ति दिनुभएको छ साहेबले हामीलाई।
हामीले सब कुछ गर्न सक्छौँ संसारमा बसेर। भन्छ नि हामीले त देउताहरूलाई पनि मान्छेले छेउमा ल्याइसक्यो अरे। अहिले त जल देउता यसो टेप खोल्ने बित्तिकै तरर झरिहाल्छ बाथरुममा हेर्नुहोस्, जल देउता ठक्कै हाजिर अरे होइन। अग्नि देउता ठ्याक्कै चाबी टक्कै घुमायो भनेदेखिलाई ग्यास चुल्हा ठक्कै बलिहाल्छ अरे। अब सूर्यदेव ठक्कै स्विच अन गर्छ प्लक्कै हाजिर भइहाल्छ। त्यस्तो शक्ति अब मान्छेमा, एक बटनमा नै देउताहरू हाजिर गराइदिने क्षमता हामीमा भएको छ अरे। जुनमा पुग्यो मान्छे, कहाँ कहाँ समुद्र मुनि पनि छोडेको छैन। यति साह्रो शक्तिशाली छ नि त मान्छे। अब त देउताहरू पनि भाग्ला जस्तो भइसक्यो भन्छ कतिले त। अब सबै के रेहरू खोजेर कहाँको मान्छेसँग बात गर्नु पनि सकिन्छ। यति साह्रो भरपुर ऊर्जा भरिएको शक्ति छ। तर यो शक्ति चाहिँ हाम्रो संसारपट्टि गयो अरे नि त। संसारपट्टि नै यो शक्ति हामीले लाउँदाखेरि चाहिँ आफूभित्रको जुन चाहिँ आफूमै भएकोलाई चाहिँ हामीले चिन्नु नसकेको भनेर चाहिँ साहेबले भन्नुहुन्छ। त्यसले गर्दा सारा शक्ति चाहिँ आफूभित्रै छ। आफूले केन्द्रित गरेर नाम स्मरणको रूपमा त्यो केन्द्रित गरेर त्यो ऊर्जालाई हामीले जगाउन सक्छौँ। त्यसले गर्दा हाम्रोमा यति साह्रो क्षमता छ कि हामीले आफूभित्रको परमात्मालाई पनि खुद आफूले दर्शन गर्ने क्षमता हामीमा छ। त्यो क्षमता हामीलाई साहेबले दिनुभएको छ। तर हामी युवाहरू प्राय वास्ता गर्दैनौँ यो कुरालाई। तर एकपल्ट विचार गरेर सोचौँ युवाहरू हामीले, किनभनेदेखिलाई मृत्यु भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन। अहिले भएको व्यक्ति भरै हुँदैन। बहुत ध्यान गर्ने समय आएको छ अहिले। र साहेबले यत्रो राम्रो चोला हामीलाई दिनुभएको छ। आफूले आफूलाई चिन्न सक्छौँ। आफूले आफूलाई चिन्नु भनेको साहेबलाई चिन्नु हो, साहेबलाई जान्नु हो। त अब हामी पन्थमा बसेर होइन, आफूलाई विवेक हुँदाहुँदै पनि पन्थको विरुद्ध कामहरू हामीले गर्नु हुँदैन। किनभने साहेबलाई त सब कुछ थाहा छ नि त। साहेब त अन्तर्यामी हुनुहुन्छ। साहेब अन्तर्यामी हुनुहुन्छ। हो सानोतिनो गल्ती हामीबाट हुन्छ, तर ठुलो हिंसा प्रकारको गल्ती हामीबाट हुनु हुँदैन। जानी ठुल्ठुलो गल्ती हामीले गर्नु हुँदैन। सानोतिनो अन्जानमा भएको गल्ती त भण्डारा लाएर क्षमा मागेर चौका आरती गरेर हामीले साहेबले कृपा गरेर टर्नु सक्छ। तर ठुल्ठुलो गल्ती हामीबाट भयो भनेदेखिलाई चाहिँ त्यसको कर्मको भोग चाहिँ हामीले गर्नै पर्छ। त्यसले गर्दा साहेबको त हामी सिसिटिभी क्यामेराको जमाना छ अहिले होइन। जहाँ त्यहाँ सिसिटिभी डराइरहेको हुन्छ मान्छे नराम्रो काम गर्नु हो कि होइन। त्यसै घुमिरहेको मान्छेहरू पनि सिसिटिभी क्यामेरा देखेपछि सतर्क हुन्छ, हेटेरिका देख्छ भनेर। तर साहेबको क्यामेरा त अब सबैभित्र नजर हुन्छ। सबैको मन नै साहेबको क्यामेरा हो। अलिकति गलत सोच्यो भने पनि त्यो त साहेबले थाहा पाइहाल्नुहुन्छ। अलिकति केही अरूले नदेखेको बेला गरे तापनि साहेबले त्यो क्यामेराले देखिरहनु भएको हुन्छ। साहेबको क्यामेरा त सबैको मनभित्र लुकेर बसिरहेको छ नि त। उहाँ त अन्तर्यामी हुनुहुन्छ। त्यसले गर्दा कसैले देखेन, कसैले थाहा पाएन, गुरु साहेबले थाहा पाएन भनेर त भएन नि त। हजुर साहेबले थाहा पाउनु भएन भन्नु हुँदैन नि त। साहेबले त माथिबाट एकदम आफ्नो क्यामेरा त माथिबाट फिट गरिराख्नु भएको। सबै हाम्रोबाट भएको गल्तीहरू सबै उहाँले थाहा पाउनुहुन्छ। त्यसले गर्दा बडा सतर्क हुनुपर्छ। अनि आफ्नो कर्तव्यलाई हामीले पालन गर्नुपर्छ। विशेष हाम्रो कर्तव्यलाई हामीले पूर्ण रूपले पालन गरेको हुनुपर्छ। कर्तव्य के हो? पन्थको प्रचार गर्ने कर्तव्य त सबैको हो नि त। हामी गुरु साहेबहरू त चौका लाउने त हो। चौका लाउँछौँ, आएको बेलामा साहेबको बानी वचन भनिराख्छौँ। तर गुरु साहेबहरू गएपछि त यो स्थानको लागि त जिम्मेवारी त तपाईँहरू नै हुनुहुन्छ। त्यसले गर्दा केडिभी मिसन पनि त्यही कारण नै यो सङ्गठनको स्थापना पन्थ श्री उदित मुनि नाम साहेबले गरिदिनु भएको। एसकेडिभी मिसन भनिन्छ अहिले। पहिला केडिभी मिसन मात्रै भन्नुहुन्थ्यो, अहिले चाहिँ एसकेडिभी मिसन सद्गुरु कबीर धर्मदास वंशावली मिसन भन्छ। मिसन भनेको अभियान हो, एउटा अभियान हो यो। अब साहेबलाई पनि कर लाग्यो अभियान निकाल्नु। हुन त यो अभियान त सद्गुरु कबीर साहेबले पहिल्यै निकालेर हामी यो अभियानमाथि हिँडिरहेका थियौँ। तर पहिलाको अभियानमा चाहिँ उद्देश्य थिएन हाम्रो। बस सत्सङ्ग सुन्यो, चौका आरती गऱ्यो, आफूभित्रै सीमित बस्यो। साहेबको ज्ञान आफूभित्रै सुन्यो, यसरी नै अरूलाई सुनाउनु छैन होइन। तर त्यस्तो पारा हुँदैन भनेर चाहिँ पन्थ श्री उदित मुनि नाम साहेब चाहिँ अब उदय हुनुभएको छ। उहाँ उदित नाम निर्भय उज्यारा, ताही नाम सु जीव उबारा। उदित नाम साहेबको उदय भइसकेको छ अब। र त्यही नामले नै साहेबकै आशीर्वादले नै अब चाहिँ जीवको कल्याण हुन्छ। ताही नाम सु जीव उबारा, नाम उदित सन्तानको प्यारा। हामी सबैलाई प्यारो छ साहेब त होइन।
मारो काल होइ जरछारा। र साहेबको जुन चाहिँ शब्द छ, साहेबले जुन चाहिँ आज्ञा दिनुभएको छ हामीलाई, त्यो आज्ञालाई हामीले पालन गरेर चाहिँ यो संसारको जति पनि निरञ्जनको प्रभावहरू छ, मायाको प्रभावहरू छ, नकारात्मक भावना सोच विचारहरू छ, त्यसलाई सबैले हटाउने क्षमता चाहिँ पन्थी श्रुतित्व नाम साहेबकोमा हुनुहुन्छ। र उहाँले यो अभियान चाहिँ यो सामाजिक जुन चाहिँ विकारहरू छ, सामाजिक विकारहरूलाई सुधार गर्नुको निम्ति तयारी पार्नु भएको, नशामुक्त समाजको निर्माण गर्ने यसमा नियमहरू छ। नशामुक्त समाज बनाउने, तनावमुक्त समाज बनाउने, हिंसामुक्त समाज बनाउने यसमा उद्देश्यहरू छ यो मिसनको। र दामाखेडाबाट त्यहाँबाट आएर यो ठाउँमा आएर उहाँहरूले यो कार्य गर्नु सक्दैन। त्यसले गर्दा चाहिँ विश्वभरि जति पनि देशहरू छ, कबीरपन्थी भएको देशहरू छ, त्यो देशमा, त्यो देशभित्रको हरेक प्रदेशभित्रको पनि अझै के छ, गाविसाहरू के छ होइन, वडाहरू छ, हरेक भित्रसम्मै प्रतिनिधिहरू गठन गरेर, एसकेडी मिसनको प्रतिनिधिहरू गठन गरेर चाहिँ त्यो मसिनो गाउँसम्म लेभलसम्म पनि यो कबीर साहेबको प्रचार प्रसार होस्, विकृतिहरू नआओस् भनेर चाहिँ यो जिम्मेवारी दिएर चाहिँ प्रतिनिधि गठन गरिएको। र सबैले यो चाहिँ हामीले बुझ्नुपर्छ। हामी कबीरपन्थ त अगाडिदेखि नै थियौँ नि, तर हामी कर्तव्यबाट पछि थियौँ होला। त्यसले गर्दा चाहिँ साहेबले विभिन्न सङ्गठनहरू बनाइदिनु भयो। महिला मण्डलले आफ्नो प्रकारले सुधार ल्याओस् होइन। अब नारी वीरङ्गना एउटा सङ्गठन छ नारीहरूको, उहाँहरूले आफ्नो प्रकारले आफ्नो ठाउँमा सुधार ल्याओस्। नवयुग मण्डलले आफ्नो प्रकारले कार्य गरोस्। त्यसरी नै एसकेडिबी मिसनले पनि अब काम गर्ने बेला आएको छ। र तपाईँहरूको जुन चाहिँ प्रतिनिधि चयन गरिदिएको छ, बडा ठुलो जिम्मेवारी हो यो। तपाईँहरूको परिचय पत्र पनि आएको छ, तपाईँहरूले प्राप्त गर्नुभएको छैन होला, तपाईँहरूले लिनु सक्नुहुन्छ। त्यसको शुल्क लाग्छ, कति भन्छ त्यो तपाईँहरूले दिनुपर्छ। परिचय पत्र पनि एकदम त्यो चाहिँ अस्ति साहेबले आदेश गर्नुभएको त्यो मङ्गलसूत्र जत्तिकै सम्हालेर राख्नुपर्छ, पूजा कोठामा राख्ने, यसलाई जो पाए त्यसलाई लाउनु नदिने होइन, त्यसको सम्मान गर्ने। किनभने यो साहेबले हामीलाई, साहेबको निम्ति एउटा मङ्गलसूत्र जस्तै हो त्यो। साहेब चाहिँ हाम्रो पति हो, हामी चाहिँ उहाँको पत्नी हौँ, र उहाँको नाममा लगाएको त्यो आई कार्ड चाहिँ सम्झिनु पर्यो। त्यसले गर्दा त्यो आई कार्ड लगाएर मात्र कार्य हुँदैन, तर त्यसको उयसलाई पनि बुझ्नु पर्यो नि त, के चाहिँ गर्नुपर्छ त्यसमा भन्दा चाहिँ पहिलो केडी मिसनको पहिलो उद्देश्य चाहिँ आफैभित्र सङ्गठित हुनु हो। यो कुरा तपाईँहरूले याद गर्नुपर्छ। केडी मिसनको सदस्यले आफैभित्र सङ्गठित हुनु। किनभनेदेखिलाई सोच्नुहोस्, तपाईँ यहाँकै कबीरपन्थी, धनकुटाको कबीरपन्थीसँग सायद बडा मुस्किलले भेट्नुहुन्छ एकअर्कामा, तर अब यो मिसनले चाहिँ तपाईँहरूलाई जोड्दैछ, जोडाउने काम गरिरहेको छ। किनभनेदेखिलाई प्रतिनिधिहरू सबै ठाउँ भएकोले गर्दा तपाईँहरूले बैठक गर्दाखेरि तपाईँहरूले एकअर्कामा भेटघाट हुन्छ। र एक नम्बरमा चाहिँ आफैभित्र पहिला सङ्गठित हुनु पऱ्यो नि। हामी छरिएर बसेको छौँ, सङ्गठित हुने, अन्त आफ्नो क्षेत्रमा जति पनि विकृतिहरू आएको छ कस्तो प्रकारले हुन्छ, महिला मण्डलसँग मिलेर, नवयुग मण्डलसँग मिलेर चाहिँ केडी मिसनले चाहिँ यो कार्यहरूलाई अगाडि बढाउनुपर्छ। र तपाईँहरू जाग्ने समय आयो, जगाउनु भएको नि साहेबले हामीलाई। यो केडी मिसनको, एसकेडी मिसनको माध्यमबाट हामी प्रत्येकलाई साहेबले जगाउने काम गर्नुहुँदैछ। र तिमीहरूको पनि दायित्व है, यो गुरु साहेबहरू मात्रै आएर त सक्दैन यो कार्य, तिमीहरूले खोइ सुनेन, त्यसले गर्दा तिमीहरू हरेक क्षेत्रमै त्यहाँबाट प्रतिनिधि बनाइदिन्छु, तिमीहरूले चाहिँ आफ्नो क्षेत्रमा केडी मिसनको माध्यमबाट त्यहाँको विकृतिहरूलाई चाहिँ सुधार ल्याउनुपर्छ भनेर चाहिँ यो नियम साहेबले हामीलाई बनाइदिनु भएको। त्यसले गर्दा जहाँ हिंसा हुन्छ, जहाँ नशा छ, जहाँ विभिन्न प्रकारको नराम्रो वातावरण छ, त्यो वातावरणलाई सुधार्ने काम चाहिँ केडी मिसनको। र जसरी हामी आज कबीरपन्थको मात्रै यहाँ बसेर चर्चा गरिरहेका छौँ, यसले केही फाइदा हुँदैन नि त। हामीले त सुनिरहेको साहेबको बानी, तर कबीरपन्थीदेखि बाहिर गएर अथवा यो सत्सङ्गमा बाहिरको साहेबहरूलाई, अकबीरपन्थीहरूलाई बोलाएर यहाँ राख्नु सक्नुपर्छ। हामीले एउटा सम्मान गरेर एउटा स्थान बनाइदिनु पऱ्यो नि। यहाँ पदाधिकारीहरूको लागि जुन चाहिँ स्थान बनाएको छ, त्यसरी नै गैर कबीरपन्थी सन्त समाजलाई पनि बोलाएर एउटा स्थान बनाइदिनुहोस्, ताकि उहाँहरूलाई पनि एउटा भावना आउँछ नि त। त्यहाँदेखि यहाँको हाम्रो कबीरपन्थको बारेमा उहाँहरूले बुझ्छ, के रहेछ यो पन्थ भनेर बुझ्छ, र त्यसरी प्रचार हुन्छ नि। हामीले उहाँहरूलाई पर गर्नु हुँदैन, यस्तो सत्सङ्गहरू पनि श्रवण गराउनुपर्छ। अनि तपाईँहरू जस्तै सत्सङ्गको यहाँ आयोजन गर्नु सक्नुहुन्छ अरू बखत पनि, केडी मिसनको तर्फबाट। केही गर्नु सक्नु भएन भनेदेखिलाई पनि युट्युबमा सत्सङ्गहरू छ, प्रोजेक्टर लिएर एक दिन बेलुका भेला गराएर त्यो सत्सङ्ग देखाइदिनुहोस् सबैलाई, त्यहाँबाट पनि केही सिक्छ।
कसैले बोल्नु पनि पर्दैन अहिले त, किनभनेदेखिलाई सायद स्वयं प्रवचन गरेको भिडियोहरू पुरा युट्युबमा पाउनुहुन्छ। भेला गराउनुहोस्, सायदको सत्सङ्ग सुनाइदिनुहोस्, या अनुराग सागर निकालेर 2-3 पेज पढेर यस्तो रहेछ भनेर सुनाइदिनुहोस्। बैरागी साहेबहरूलाई आफ्नो मन्तव्य राख्न लाउनुहोस्। केडी मिसनको उद्देश्य यही हो। तर पहिला चाहिँ आफू सङ्गठित हुनु पर्यो र जति पनि यो प्रतिनिधि हुनुहुन्छ, केन्द्रीय समिति प्रतिनिधिहरू त दामाखेडासँग डाइरेक्ट कन्ट्याक्ट हुन्छ। त्यहाँनिर 6 जना प्रतिनिधि या 8 जना प्रतिनिधि चयन गरिदिन्छ यो देश नेपाल देशको निम्ति। त्यहाँबाट चाहिँ प्रदेशमा फेरि 6 जना, जुन चाहिँ निर्देश दामाखेडाबाट आउँछ पहिला प्रतिनिधिमा आउँछ, प्रतिनिधिले तपाईँहरू प्रदेशको लगाइदिन्छ, प्रदेशकोले फेरि के आउँछ त्यहाँदेखि तपाईँको मुनि गाउँपालिकामा आउँछ। त्यसरी गर्दै गर्दै त्यो माथिको निर्देशहरूलाई चाहिँ तल ग्राउन्ड लेभलको प्रतिनिधिहरूले चाहिँ श्रवण गर्नैपर्छ, अन्त लागु पनि गर्नुपर्छ। तर पहिला चाहिँ सङ्गठित हुनु पर्यो, तपाईँहरू एकअर्कामा बैठक गर्नु पर्यो, सङ्गठित भएर चाहिँ बस्नुपर्छ। केटिभी मिसन भने कुनै नयाँ कुरा होइन, कबीर पन्थ नै हो। तर पन्थको उद्देश्य के हो त्यो चाहिँ उदितमणि नाम साहेबको उदय भएपछि उहाँले हामीलाई बताउनु भयो। हामी त खालि के गर्दै थियौँ र, बेला बेला चौकारित गयो होइन, तिनुका गऱ्यो, बस सक्यो। तर त्यति मात्रै होइन रहेछ नि त, हाम्रो कर्तव्य त धेरै रहेछ। गाउँ छिमेकमा भएको विकृतिहरूलाई सुधार्नु पनि रहेछ। जसले नसा गर्दैछ उसलाई फकाएर हुन्छ कि डर देखाएर हुन्छ कि सम्झाएर हुन्छ कि त्यो व्यक्तिलाई नसामुक्त गराउनु पनि पर्यो। अब हिंसाको त झन् एकदम 1 नम्बरमै अघि भनिहालेँ मैले। हिंसा जहाँ हुँदैछ, कबीरपन्थी समाजको त छोडिदिनुहोस्, कबीरपन्थीदेखि बाहिरको पनि क्षेत्रमा सक्यो भनेदेखिलाई हिंसामुक्त समाजको निर्माण गर्ने पनि यो केटिभी मिसनको काम हो, कबीर पन्थकै काम हो। र यो काम चाहिँ केवल गुरु साहेब बैरागी साहेबहरूको मात्र चाहिँ होइन रहेछ भनेर चाहिँ यो मिसनले बुझाउँछ। मिसनले यो काम गर्नै पर्छ, किनभनेदेखिलाई अब जुन प्रकारले हामी कबीर पन्थमा बसेर आफ्नो जीवनयापन गर्दैथ्यौँ त्यो प्रकारले अगाडि बढ्दाखेरि चाहिँ अहिले काल निरञ्जनहरू एकदम व्याप्त भएको छ, एक्टिभ भइसकेको छ काल निरञ्जनहरू विभिन्न रूपमा। र त्यो काल निरञ्जन मायाको जुन चाहिँ प्रभावलाई खत्तम गर्नुपर्छ। के रूपमा आउँछ? हिंसा रूपमा आउँछ, झगडाको रूपमा आउँछ, समाजमा नराम्रो एउटा ग्रुप बनाएर त्यो समाजलाई है अधोगति उँधोतिर लाने व्यक्तिहरू पनि हुन्छ। र त्यस्तो क्षेत्रमा चाहिँ केटिभी मिसन अगाडि आएर चाहिँ कार्य गर्नुपर्छ। र सबैभन्दा पहिला चाहिँ तपाईँहरू सङ्गठित हुनुहोस् र अझै बुझ्दै जानुहुन्छ, किनभने केन्द्रको प्रतिनिधिहरू त दामाखेडा मिटिङमा जानुपर्छ। त्यसले गर्दा तपाईँहरू त्यहाँ जानुहोस्, बुझ्नुहोस्। अब तपाईँहरूको जिम्मेवारी तपाईँहरूले आफै गर्नुपर्छ। अब किनभनेदेखिलाई इन्डिया एउटा कन्ट्री हो, त्यहाँको लागि अलग्गै केटिभी मिसन छ, यहाँ तपाईँहरूको लागि अलग्गै एसकेटिभी मिसन छ। अब म पश्चिम बङ्गालको प्रतिनिधि हो, मैले इन्डियाभरि कभर गर्नु परेन, मैले पश्चिम बङ्गालको जिम्मा लिएर काम गर्दैछु अहिले, ताकि सिआर पुगोस्। मैले नेपालतिर पनि मेरो जिम्मा छैन। अब मेरो जिम्मा केवल पश्चिम बङ्गालभित्र चाहिँ मैले केटिभी मिसनलाई चाहिँ अगाडि बढाउनु पर्यो। पश्चिम बङ्गाल सिक्किमको फेरि सिक्किमभित्रै मात्रै त्यो केटिभी मिसन एउटा ग्रुप बनिन्छ, सिक्किमलाई आफूले स्याहार गर्छ, आफ्नो घर आफूले स्याहारेको जस्तो होइन। अब तपाईँहरूको आले क्षेत्र छ, तपाईँहरूले आफूले स्याहार्नुपर्छ। कसै अरू आएर त्यसलाई स्याहार दिँदैन, घरलाई लिपपोत गर्नु पऱ्यो, बडारकुँडा गर्छौँ, घर आफ्नो रुमहरू सजाउँछौँ। त्यसरी नै जिम्मेवारी चाहिँ बाँडिदिनु भएको छ सायद। अब नेपाल क्षेत्रको चाहिँ नेपालको एसकेटिभी मिसनले चाहिँ यहाँको चाहिँ कबीर पन्थको प्रचार प्रसार, जीवदया आत्म पूजालाई चाहिँ अगाडि बढाउने कार्य गर्छ। र हामी आउँछौँ, गुरुको रूपमा आउँछौँ, अब चौकाहरू लगाइदिन्छौँ, सत्सङ्ग सुनाउन सक्छौँ। तर जति पनि बेसी जिम्मेवारी तपाईँहरूमा पनि आएको छ। अब आज केटिभी मिसनको चर्चा भयो, 5 नामको बारेमा मैले जतिसक्दो भन्नु खोजेँ। अब अरू त यति नै होला विषयवस्तु। तपाईँहरूले अब धेरै बेरदेखि सुनिरहनु भएको छ, गाह्रो पनि लाग्छ, अल्छी लाग्छ, खुट्टा दुख्छ होइन। त्यसले गर्दा मेरो भनाइलाई यहीँ समाप्त गर्दछु। तपाईँहरूले अब जसोतसो धैर्य गरेर श्रवण गरिदिनु भयो मेरो भनाइलाई। साहेब बन्दगी साहेब।